हेलो हाई सबैजनालाई नमस्ते। सन्चै हुनुहुन्छ? हामी पनि सन्चै छौँ। अनि आज यो म नेपालगञ्जदेखि राजा जाँदै गरेको सानो भिडियो लिएको छु। राजा जाँदै गरेको अनि सानो भिडियोहरू क्लिप लिँदै गर्दै गएको छु। कस्तो हुन्छ हेरौँ है त। यो मैले भोइस कभर गर्दाखेरि म बाहिर छु, क्यान्टिनमा छु, अनि त्यो भएर चाहिँ के आवाज आइरहेको छ। माइन्ड नगरिदिनु होला, च्याउन भनेर हेरिदिनु होला। राजा एयरपोर्ट हामी लगभग पुगिसक्यौँ। हामी राजा कति पुगिसक्यौँ। यही एयरलाइन्समा हाम्रो सामान आएको थियो। सामान रिसिभ गर्न गएको थियौँ अनि एकछिन वेट गर्नुपर्ने भयो। हामी त्यही वेट गर्दैछौँ। त्यो भएर चाहिँ मैले भिडियो लिएको छु है, फुर्सदमा यही त हो। र एकछिन हामी वेट गर्छौँ। त्यतिन्जेल कुन एयरलाइन्सको फ्लाइट हुन्छ हेरौँ है त। यहाँ बसेर च्याउन मानेर हेरिदिनु होला। भर्खरै आइपुग्यो श्री एयरलाइन्स। कस्तो गर्मी छ नेपालको, गर्मी चढिसकेछ। घाम थियो तैपनि भिडियो लिँदै बस्दै अब वेट त गर्नु पर्यो। खै यो चाहिँ कुन चाहिँ एयरलाइन्स हो मैले चाहिँ चिन्न सकिनँ है। तर धेरै क्लिप चाहिँ यसैकै आएछ कि। ठिकै छ, हेरौँ न त। अझै पछाडि कति इन्ट्रेस्टिङ भिडियोहरू छ है, च्याउन मानेर हेरिदिनुहोस्। कति धेरै टाइम वेट गरेको कि त्यहाँ मैले है। अनि कस्तो भएको, कति बोरिङ फिल भएको कि, गर्मी एकदम है। अनि त्यसपछि गफ गर्नलाई पनि अब मान्छे नभएर एक त कस्तो झ्याउ भएको, कतिखेर वेट गर्नु त्यो सामानको लागि। लगभग अब सामान निस्किँदैछ भन्ने खबर पाएँ मैले। अनि अब त्यो भएर चाहिँ अब चाहिँ धेरै बेर छैन। ल अब लगभग हामीले सामान पायो। अब हामी फर्किने तयारी गर्दैछौँ। अनि अब अगाडि साह्रै भोक लाग्यो, तिर्खा लाग्यो है। अनि त्यसपछि हामी हिँड्यौँ यहाँबाट।
खाजा खाउँ न त, रेस्ट गरौँ बसौँ भनेर गयौँ एकछिन अगाडि। यस्तो राम्रो हेर्नु न, शीतल भयो के अब ल। अनि त्यति बेलै फेरि अर्को प्लेन देखियो, मैले लिइहालेँ भिडियो। मेरो पछाडिको आवाज बढी आएको होला है, तर के गर्ने के अब टाइम नै हुँदैन। यस्तै टाइममा गरौँ न त भनेको, एडिट गरौँ भनेको। ठिकै छ, हामी लाग्यो खाजा खानलाई। हामी आइपुग्यौँ खाजा खाने ठाउँमा। ल यो हाम्रो चिनेको भाइ, हाम्रो प्यारो भाइ। गयौँ, म हेर्दैछु, फर्स्ट टाइम गएको नि त उसको त्यो कटेजमा। अनि हेर्दैछु, म भिडियो लिँदैछु। कस्तो राम्रो के, लोकेसन चाहिँ एकदम बेस्ट छ, पिसफुल छ। गर्मी महिनामा पनि कस्तो आनन्द, तल खोला छ, हरियाली वरिपरि, शान्त वातावरण। अनि मैले थोरै भिडियो लिँदैछु। त्यसपछि चाहिँ म लाग्छु खाजा खानलाई। साह्रै भोक लागेको थियो मलाई, भोक भन्दा पनि तिर्ख लागेको थियो। गएँ, यहाँ मेरो बाबु बसिरहेको छ, यहाँ मेरो श्रीमान हेलो हेलो रे। चटपटे आएछ, अर्डर गरिसक्नु भएको रहेछ, चिकन चटपटे यहाँको विशेष रहेछ। मिठो छ सियोस्। मेरो छोरा काजल लगाएर कस्तो देखेको छ। उसलाई के खाने मम्मा म अरे उसले कुरकुरे निकालिहाल्यो भने उसलाई कति हतार भएको थियो। ल रिभ्यू लिनुपर्छ अब, कस्तो छ भनेको। एकदम मिठो छ अरे। मलाई भन्दा पनि बेस्ट मेरो श्रीमानलाई लाग्छ, मेरो बुढोलाई लाग्छ, मनपर्छ चटपटे। मलाई त्यस्तो वाउ लाग्दैन, तर मैले चाहिँ खाइहाल्छु त्यस्तो चाहिँ होइन। तर मिठो थियो यहाँको चटपटे चाहिँ, पक्क थियो। देखाउँदैछु, मिठो थियो चटपटे। मैले यो भोइस कभर गर्दाखेरि चाहिँ यो पछाडि काम भइराखेको छ कि, अनि त्यसको आवाज बेसी आएको छ क्या, टिनको आवाज। तैपनि मैले कोसिस गरिराखेको छु। यस्तो मिठो थियो कि मलाई खासै चटपटे मन नपर्ने मान्छेलाई पनि मजाले खाइराखेको थिएँ। अब मेरो छोरोलाई चाउमिन के अरे यो चटपटेले पुगेन अरे, चाउमिन खाने अरे। मेरो बाबु यस्तो छ नि, बिदा भयो त्यसको त्यो कुनै दिन कसो हुन्छ नि, घरमा बस्नु पर्यो भनेपछि त्यसलाई घरमा भन्दा बाहिर बढी जाउँ भन्ने कि बच्चैदेखि त्यसलाई बाबाले त्यस्तै बानी पारिदिनु भयो। बाहिर बिदा भयो नै कि उसलाई बाहिर नै रमाउने कि, अनि टक्क बाहिर जानु पर्यो, बाहिर खाजा खानु पर्यो, त्यस्तो टाइपको बच्चा छ कि मेरो चाहिँ। हेर्नु न, उसलाई पिरो अमिलो यति मनपर्छ नि, अरू बच्चाभन्दा डिफ्रेन्ट के। उसलाई पिरो अमिलो, अनि त्यसपछि त्यो जस्तो सुकै होस् उसलाई जस्तो नि डाइजेस्ट गरिदिइहाल्छ। हेर्नु न उसले खाना यस्तो मजाले खाइदिन्छ नि, खाना मन नलाग्ने नि खाउँ खाउँ हुन्छ। ल अब चाहिँ हामी फर्किने तयारी गर्दैछौँ। फर्क्यौँ, नेपालगञ्ज आइपुग्यौँ। यो हो एक्लैनी बजार रोड भन्छ, एक्लैनी रोड भन्छ। ल हामी नेपालगञ्ज फर्किहाल्यौँ। अब हामी घरतर्फ लाग्छौँ होइन, बजार अलिकति काम थियो, त्यो काम बिहेर घरतिर लाग्छौँ। र कस्तो भयो, के भयो, मिस्टेक भएको भए माफ गरिदिनु होला है। सिक्दैछौँ, अब भोलिको दिनमा अझै राम्रो बनाउँछौँ, राम्रो गर्छौँ। मिस्टेक त भइ नै हाल्छ, किनकि अब भर्खर सिक्दैछौँ नि त हामीहरू। अब 2टा भिडियो त हुन्छ योसँग मेरो, त्यो भएर चाहिँ गल्ती भए माफ दिनु होला। अबको भिडियोहरू राम्रो ल्याउने कोसिस गर्छु। धेरै बोल्न पनि आउँदैन कि अब होइन, त्यस्तो छैन नि त, अब प्र्याक्टिस छैन। जस्तो देख्यो जस्तो आयो त्यस्तै बोल्ने त है। ल एनिवे जे भए पनि हेरिदिनु होला, झ्याउ नमानिदिनु होला। अब अर्को भिडियोमा भेटौँला। ल बाई।